Hello beautiful people, I am once again back with another video. म तपाईहरुकै प्यारो इन्जिनियर रोमन थापा घर बनाउने कम्पनीदेखि। सो तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ मैले चाहिँ स्ल्याब बीमको चाहिँ जुन स्टाइरअप छ स्टाइरअपको स्पेसिङ चाहिँ मैले नापिरहेको छु हैन। स्टाइरअप भने चाहिँ जुन त्यो बीमको चाहिँ वरिपरि यसरी जुन चारैतिर देखि घुमाएर त्यो चाहिँ हामीले बाँधेको छौं नि जुन मैले नापिरहेको छु नि त्यसलाई चाहिँ स्टाइरअप भन्छ हैन। अनि स्टाइरअप चाहिँ युजुअली चाहिँ इन्डस्ट्री स्ट्यान्डर्डमा चाहिँ मापदण्ड अनुसार चाहिँ 8 mm को रडले बनाउनु पर्छ हैन। अनि त्यसको स्पेसिङ चाहिँ मैले भनिहाले 6 इन्च हुन्छ। 6 इन्च भन्दा धेरै हुनु नि भएन, कम हुनु नि भएन है। फेरि सकेसम्म 6 इन्च राख्नु पर्यो। त्यो चाहिँ हामीले सकेसम्म चाहिँ त्यो चाहिँ पुर्याउन खोज्नु पर्छ हैन, हामीले घर बनाउँदा या फिर अरु कुनै स्ट्रक्चरहरु बनाउँदाखेरि। सो थ्यांक यू भेरी मच। अर्को भिडियो लिएर फेरि आउने छु। सायनारा, बाइ बाइ।